स्वागत छ। आज हामी एउटा महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ। नेपाल राष्ट्र ब्याङ्कका गभर्नर विश्व पौडेलले हालसालै सार्वजनिक गर्नुभएको सम्पत्ति विवरण हो, उहाँले पदमा रहँदा बुझाउनुपर्ने नियमित प्रक्रिया अन्तर्गतकै विवरण हो यो। र यो उहाँले दिनुभएको आधिकारिक जानकारीमा आधारित छ। आज हामी यसका मुख्य बुँदाहरू के हुन् र तिनको अलिकति सान्दर्भिकता के होला भनेर खोतल्ने प्रयास गरौँ न त। हुन्छ, सुरु गरौँ। ल, सुरुमै एउटा चाखलाग्दो कुरा के छ भने उहाँ र उहाँको परिवारको जम्मा सम्पत्ति हेर्दा करिब 18 करोड रुपियाँ बराबर देखिन्छ। 18 करोड, यो त ठूलै अङ्क हो। अनि यसको अधिकांश हिस्सा चाहिँ उहाँको श्रीमती प्रतिभा शर्माको नाममा रहेको जानकारीमा उल्लेख छ। ल, यसलाई अलिकति विस्तारमा हेरौँ है त। त्यो नामको कुरा पनि महत्त्वपूर्ण छ, हेरौँ न त। सार्वजनिक भएको विवरण अनुसार श्रीमती शर्माको नाममा ललितपुर सैबुमा 5 आना 2 दाम जग्गा रहेछ। ए, सैबुमा? त्यसको मूल्य चाहिँ 1 करोड 55 लाख रुपियाँ भनेर देखाइएको छ। अनि फेरि नवलपरासी गैंडाकोटमा पनि उहाँकै नाममा 5 कट्ठाभन्दा बढी जग्गा देखिन्छ। नवलपरासीमा पनि कति मूल्याङ्कन छ त्यसको? त्यसको चाहिँ करिब 60 लाख रुपियाँ भनेर आकलन गरिएको छ। तर एउटा कुरा के छ भने दुवै ठाउँमा घर बनेको छ रे, तर ती घरहरूको मूल्याङ्कन चाहिँ यो विवरणमा समावेश गरिएको छैन। हो, यहाँनिर अलिकति ध्यान दिनुपर्ने कुरा आयो। पहिलो त सम्पत्तिको ठूलो अंश श्रीमतीको नाममा देखिनु। दोस्रो, घर जस्ता महत्त्वपूर्ण संरचनाको मूल्य नै नखुलाइनु। यसले विवरण कसरी प्रस्तुत गरिन्छ भन्नेमा केही प्रश्न त उठाउँछ नि, होइन? हो त। अब सुन र नगदतिर लागौँ। परिवारसँग जम्मा 45 तोला सुन रहेछ। 45 तोला? तर त्यो चाहिँ पैतृक सम्पत्ति भनेर उल्लेख छ। तर फेरि करिब 15 लाख रुपियाँ बराबरको हिराका घर गहना पनि छ। त्यो चाहिँ आफ्नै कमाइबाट जोडेको भनिएको छ। हिरा चाहिँ आर्जित। अनि नगद नि? नगदमा करिब 21 लाख रुपियाँ देखाइएको छ। 15 लाख आफ्नो खातामा र 6 लाख श्रीमतीको खातामा भनेर। ठिकै छ। यो त भयो जग्गा, सुन, नगद। हो, अब लागौँ सायद सबैभन्दा महत्त्वपूर्ण र अलि चाखलाग्दो देखिने पाटोतिर, शेयर लगानी। शेयर लगानी कति जति देखिन्छ? यहाँ चाहिँ करिब 14 करोड रुपियाँ बराबरको लगानी देखिन्छ। यो निकै ठूलो रकम हो, तर यसको प्रकृति अलि फरक छ। कस्तो फरक प्रकृति? साधारण शेयर होइन? लगभग सबै लगानी नै प्रमोटर शेयरमा मात्रै केन्द्रित देखिन्छ कि। प्रमोटर शेयर भनेपछि यो साधारण बजारमा किन्ने जस्तो होइन? होइन। कम्पनी सुरु गर्दाका संस्थापक वा सुरुवाती लगानीकर्ताले पाउने अनि प्राय लामो समय बेच्न नमिल्ने खालको शेयर। यसमा सानीमा माई हाइड्रो पावरको करिब 92 लाखको साधारण शेयर पनि छ भनिएको छ। तर त्यो पनि खासमा प्रमोटर शेयरबाटै रूपान्तरण भएर आएको हो भनेर जानकारीमा खुलाइएको छ। हो र? यो त निकै महत्त्वपूर्ण कुरा भयो। अधिकांश लगानी प्रमोटर शेयरमा हुनुले एउटा विशेष किसिमको लगानी रणनीति वा पहुँच देखाउँछ। साधारण लगानीकर्ताले जस्तो दोस्रो बजारमा किन्ने बेच्ने गरेको जस्तो देखिँदैन। अनि अझै यसमा अर्को कुरा के थपिएको छ भने उहाँसँग राष्ट्र ब्याङ्कले नै नियमन गर्ने सानिमा ब्याङ्कको समेत प्रमोटर शेयर छ। के भन्नुभयो? सानिमा ब्याङ्कै? राष्ट्र ब्याङ्कले नियमन गर्ने ब्याङ्कको प्रमोटर शेयर, त्यो पनि गभर्नरसँग? विवरणमा त्यही उल्लेख छ। अब नियामक निकायको प्रमुखले आफैले नियमन गर्ने संस्थाको त्यसमाथि पनि प्रमोटर प्रकृतिको शेयर राख्नु, यसलाई कसरी हेर्ने होला? हो, यो चाहिँ विवरणको सबैभन्दा धेरै ध्यान खिच्ने पक्ष हो जस्तो लाग्छ मलाई। यसले पारदर्शिता र सम्भावित स्वार्थको द्वन्द्व, जसलाई कन्फ्लिक्ट अफ इन्ट्रेस्ट भनिन्छ, त्यो कोणबाट हेर्दा केही गम्भीर प्रश्नहरू उठाउँछ। यो चाहिँ अब विवरणले देखाएको एउटा तथ्य भयो। हो। अब अरू कुरा गर्दा सवारी साधनको हकमा श्रीमतीकै नाममा सन् 2077 सालमा किनेको एउटा सुजुकी कार रहेछ। एउटा कार? त्यसको अहिलेको मूल्य करिब 44 लाख रुपियाँ देखाइएको छ। अनि अर्को महत्त्वपूर्ण कुरा, उहाँले कुनै पनि ब्याङ्क, वित्तीय संस्था वा व्यक्तिलाई तिर्नुपर्ने ऋण छैन भनेर पनि जानकारी दिनुभएको छ। भनेपछि ऋण मुक्त? विवरण अनुसार ऋण देखिँदैन। त्यसो भए यसलाई सरसर्ती हेर्दा मुख्य कुरा के देखियो त? सम्पत्ति उल्लेख्य छ, करिब 18 करोड, धेरैजसो श्रीमतीको नाममा छ। लगानीको ठूलो हिस्सा प्रमोटर शेयरमा केन्द्रित छ, त्यो पनि नियामक निकायले नियमन गर्ने ब्याङ्क समेतमा। अनि ऋण चाहिँ शून्य। हो, एकदमै सार्वजनिक पदमा बसेको व्यक्तिले यसरी सम्पत्ति विवरण सार्वजनिक गर्नु आफैमा राम्रो कुरा हो, पारदर्शिताको लागि महत्त्वपूर्ण छ।
यसले एउटा निश्चित समयको आर्थिक अवस्थाको झलक दिन्छ। तर यसले सबै कुरा भन्छ त? त्यो चाहिँ भन्दैन। जस्तो सम्पत्ति कसरी आर्जन भयो भन्ने विस्तृत कथा यसमा हुँदैन। अनि अघि भने जस्तो घरहरूको मूल्याङ्कनै नगरिएको अवस्थामा वास्तविक सम्पत्ति अझ बढी हुन सक्छ। तर फेरि पनि सानीमा ब्याङ्क जस्तो संस्थाको प्रमोटर शेयर नियामक प्रमुखसँग हुनुले चाहिँ यो विवरणले उपलब्ध गराएको जानकारीको आधारमा निकै गम्भीर र विचारणीय प्रश्न खडा गर्छ। र अन्तमा एउटा सोच्नुपर्ने कुरा छाडेर जाउँ न त। पहिलो, सम्पत्ति विवरणमा घरजग्गा जस्ता सम्पत्तिको मूल्याङ्कन गर्ने एउटा मानक विधि र त्यसको एकरूपता कत्तिको आवश्यक होला? किनकि यहाँ घरको मूल्याङ्कनै देखिएन। त्यो महत्त्वपूर्ण प्रश्न हो। अनि दोस्रो, न्यायात्मक निकायको यति उच्च पदमा बसेको व्यक्तिले आफैले नियमन गर्ने क्षेत्रकै त्यसमाथि पनि प्रमोटर जस्तो विशिष्ट प्रकारको शेयर राख्दा त्यसले पार्न सक्ने सम्भावित अप्रत्यक्ष असरहरू वा जनमानसमा पर्ने प्रभावबारे पनि सोच्नुपर्ने हुन्छ कि? यी कुराहरू स्रोतमा प्रत्यक्ष नभनिए पनि यो विवरणले यस्ता थप पक्षहरूमा मनन गर्न चाहिँ पक्कै प्रेरित गर्छ। एकदम सही। यी प्रश्नहरूमा थप विचार विमर्श आवश्यक देखिन्छ।